पानी चाहिँ रुक्नेको नाम लिएको छैन। सम्पूर्णलाई फेरि पनि मेरो यस मिनी ब्लगमा स्वागत छ। आशा गर्दछु तपाईहरु सबैजना सन्चै नै हुनुहुन्छ। अनि यतिखेर चाहिँ म गाइस फेरि पनि स्कुलकै लुगामा छु र अहिले चाहिँ म रेडी हुँदैछु स्कुल जानको लागि। आज चाहिँ बिहानदेखि पानी परेको कि अहिले तक एडिट गरुन्जेल तक पानी परिरहेको छ र यतिखेर चाहिँ म मेरो ज्याकेट लाउँदै थिएँ किनकि जाडो छ। अनि यतिखेर चाहिँ म मेरो कपालमा तेल लगाउँदै थिएँ हैन। म चाहिँ डेली कपालमा तेल लाउने गर्दछु हैन। अनि यो तेल चाहिँ नचुहेर मैले चाहिँ यसको डब्बाई बट्टाई बिर्कै खोलिदिएर लगाइदिएँ गाइस हैन। अनि म चाहिँ कुद्दै जाँदै तेल लाउँदै गरिरहेको थिएँ। अनि यो पछाडिको हाम्रो घरको त्यो काठहरु चाहिँ इग्नोर गरिदिनुहोस् होला। र यतिखेर चाहिँ म घरबाट निक्लि पनि सकिसकेको थिएँ हैन। र यतिखेर चाहिँ मलाई चाहिँ भाउजूले यानी त्यसको बुढीले अलिसा घर पुर्याइदिँदै थियो। अनि अहिले चाहिँ म अलिसा घर पुगी पनि सकिसकेको छु। अहिले पनि खत्रै पानी परिरहेको छ। यत्रो पानीमा हामी स्कुल चाहिँ जान लागेको। अनि यतिखेर चाहिँ हामी टोटोमा चढिसकेको थिएँ गाडी नै नपाएर के गाइस। अनि यतिखेर चाहिँ म मेरो क्लासमा यानी कि स्कुलमा पुगिसकेको थिएँ जहाँ चाहिँ मेरो साथीले हेलो भन्दै थियो जसको नाम चाहिँ रोशनी पञ्चमाया र रेजिना थियो। अनि यतिखेर चाहिँ मैले चाहिँ अब स्कुलमा त फोन चलाउनु पाइएन। यतिखेर चाहिँ हाम्रो स्कुल छुट्टी पनि भइसकिसकेको थियो र मैले छुट्टी भइसकेर अफिसमा र फोन ल्याउँदा फेरि यो क्लासको एउटा भिडियो गरेको हो जहाँ चाहिँ हाम्रो स्कुल आज पानी बेसी परेर हाफ डे भएको थियो र सबैजना नानीहरू नै घर जाँदै थियो। अनि यो चाहिँ हाम्रो स्कुलको बाहिरमा नजारा हो र बहिनीहरू पनि आउँदै थियो। अनि यतिखेर चाहिँ म अलिसा वाङदी शीतल चाहिँ बात मार्दै कलेजको बाटो घर जाँदै थियौँ। अनि यो बाटो चाहिँ यहाँ चाहिँ बिरपाडा कलेज छ। कतिले जानिन्छ हैन, कतिलाई पनि थाहा छ। अनि यहाँ चाहिँ मेरो साथीहरू छ है गाइस। र यतिखेर चाहिँ हामी चाहिँ हस्पिटल गेट पनि पुगिसकेको थियौँ गाडी नपाएर के गाइस। हिँड्दै हामी हस्पिटल गेटमा पुगिसकेका थियौँ। अनि यतिखेर चाहिँ म मेरो साथीहरू अनि हाम्रो स्कुलको जुनियरहरू पनि त्यहीँ थियो। पानी परेर गाडी नपाएर अहिले चाहिँ यहाँ गाइस दलमारको 21-22 जना चाहिँ यहाँ थुप्रिसकेको थियो जसले कि गाडी नै पाएको थिएन। फर्स्टमा चाहिँ मेरो साथी नेहाहरू चढे, सेकेन्डमा हामी चढे, थर्डमा को चढे त्यो थाहा छैन। अनि यतिखेर चाहिँ हामी चाहिँ दलमारमा एन्ट्री गरिसकिसकेका थियौँ म र अलिसा मामाको गाडीमा। अनि यतिखेर चाहिँ म गाइस घर पनि आइसकिसकेको थिएँ र अब चाहिँ यस्तो जाडोमा म चियारा भुटेको चिउरा खान लागेको। अनि मेरो आजको यस मिनी ब्लग यति समय सबैलाई के कस्तो लाग्यो अस्तिको जस्तो माया चाहिँ दिनु नभुल्नु होला सबैलाई। बाई बाई। मिल्नु पर्छ फेरि अर्को नेक्स्ट मिनी ब्लगमा है गाइस।